नमस्कार दर्शकवृन्द, म राज कार्की झापाबाट सुन चाँदी पसाल युट्युब च्यानलमा तपाईंलाई स्वागत छ। आजको ताजा सुन चाँदी दरभाउ लिएर उपस्थित भएको छु। आज बजार खुल्दा सुन र चाँदीको मूल्यमा कस्तो फेरबदल आयो त? के आज भाउ घट्यो वा बढ्यो? धेरैको चासोको विषय बनेको आजको आधिकारिक रेट र बजारको अवस्थाबारे हामी यो भिडियोमा चर्चा गर्नेछौँ। भिडियो अन्त्यसम्म हेर्नुहोला ताकि तपाईले कुनै पनि महत्त्वपूर्ण जानकारी नछुटाउनुहोस्। यदि तपाईं गहना बनाउने वा लगानी गर्ने सोचमा हुनुहुन्छ भने यो भिडियो तपाईंको लागि निकै फलदायी हुनेछ। आज 2083 वैशाख 21 गते सोमबार। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रति तोला 2,94,800 रुपैयाँ कायम गरिएको छ। हिजो आइतबारको तुलनामा आज सुनको भाउ प्रति तोला 300 रुपैयाँले घटेको छ। हिजो 2,95,100 मा कारोबार भएको सुन आज केही सस्तो भएको हो। तर चाँदीको मूल्यमा भने आज वृद्धि भएको छ। आज चाँदी प्रति तोला 5,030 रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीमा हिजोको तुलनामा आज 20 रुपैयाँले वृद्धि भएको देखिन्छ। चाँदीको भाउ 5,000 माथिको बिन्दुमा झन मजबुत बन्दै गएको छ। तपाईलाई के लाग्छ? यो साता सुनको भाउ अझै घट्ला कि फेरि बढ्ला? आफ्नो विचार कमेन्टमा पक्कै लेख्नुहोला। दैनिक रूपमा यस्तै आधिकारिक र विश्वसनीय सुनचाँदीको अपडेटका लागि हाम्रो च्यानल सुन चाँदी पसललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। भिडियो मन परे लाइक र शेयर गरिदिनुहोला। भोलि फेरि नयाँ अपडेटका साथ भेट्नेछौँ। धन्यवाद।